जापानमा 36 घण्टा काम गर्न पाउनुभयो भने तपाईको तलब कति आउँछ होला? जापानमा विदेशी विद्यार्थीहरूलाई हप्तामा 36 घण्टा काम गर्न दिन प्रस्ताव आएको छ। विद्यार्थीहरूले साप्ताहिक रूपमा गर्न पाउने समयावधि कम भएको बताइरहँदा जापानको ओकिनावा प्रान्तले भने विदेशी नागरिकहरूलाई काम गर्न दिने समय बढाउन प्रस्ताव गरेको छ। हाल विदेशी विद्यार्थीहरूलाई हप्तामा 28 घण्टासम्म मात्र काम गर्न अनुमति दिइएकोमा यसलाई बढाएर 36 घण्टा पुर्याउने प्रस्ताव ओकिनावा प्रान्तले गरेको छ। यो प्रस्ताव राष्ट्रिय रणनीतिक विशेष क्षेत्र कार्यक्रम अन्तर्गत गरिएको हो र हाल कानून मन्त्रालयसँग समन्वय गरिरहेको बताइएको छ। पर्यटन क्षेत्र मुख्य आकर्षण रहेको ओकिनावा क्षेत्रले सेवा क्षेत्रहरूमा श्रमिक अभावको सामना गर्दै आएको छ। मुख्य भूमिभन्दा टाढा र विमानबाट मात्र जान सकिने भएकाले विदेशीहरूको लागि ओकिनावा प्रान्त सुरुवातमा विकल्प रहे पनि मुख्य रोजाइ हुन सकेको छैन, जसका कारण यहाँ श्रमिक अभाव बढ्दै गएको बताइन्छ। यो प्रस्तावले विद्यार्थीहरूलाई आर्थिक रूपमा सहयोग पुर्याउने र स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्य राखिएको छ। साथै विद्यार्थीहरूको लागि प्रान्तमा आकर्षण बढ्ने अपेक्षा गरिएको छ। हाल विदेशी विद्यार्थीहरूले हप्तामा 28 घण्टासम्म काम गर्न पाउँछन्। यदि प्रस्ताव पारित भएमा ओकिनावा प्रान्तमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूले हप्तामा 36 घण्टा काम गर्न पाउनेछन्। कानून मन्त्रालयले प्रस्तावलाई समीक्षा गरिरहेको र वर्षको अन्त्यसम्ममा निर्णय गर्ने अपेक्षा ओकिनावा प्रान्तले लिएको छ। हाल साप्ताहिक 28 घण्टाको काम समयावधि ओकिनावामा मात्र नभई जापान भर नै पालना नभइरहेको देखिन्छ। विशेष गरी नेपाल, भारत, बंगलादेश, भियतनाम, फिलिपिन्स लगायत देशहरूबाट आउने विद्यार्थीहरूका लागि 28 घण्टाको कामले दैनिक गुजारा र अध्ययन खर्च जुटाउन समस्या पर्ने हुँदा अवैध रूपमा ह्यान्ड क्याश वा 28 घण्टा भन्दा बढी समय ब्याङ्क खातामै पारिश्रमिक आउने गरी काम गर्दै आएका छन्। कतिपय अवस्थामा धेरै काम गर्दा विद्यार्थीहरूको अध्ययन अगाडि बढाउन समस्या पर्नेदेखि जापानले डिपोर्ट समेत गर्ने गरेको छ। यदि प्रस्तावित कानून पारित भएमा ओकिनावा प्रान्तमा रहने विद्यार्थीहरूलाई राहत त हुने नै छ, अन्य प्रान्तहरूले समेत यो नियमलाई पछ्याउने सम्भावना रहेको छ।